नेपाली क्रिकेट टिमले 4 गेम खेल्यो, 4 गेम हार्यो। नेपाल हार्नुमा खेलाडीको कुनै पनि गल्ती कमजोरी छैन। त्यसो भए नेपाल किन हार्यो त? अब कारण सुन्नुस्। नेपाल हार्नुमा दुईटा कारण छन्। नेपाली खेलाडीहरू विदेशी मैदानमा गएर खेल्न नसक्नु र हार्नुको प्रमुख कारण नेपालको क्रिकेट मैदान सानो हुनु हो। कचौरा जत्रो मैदानमा खेलेर गएर विशाल मैदानमा खेल्नु पर्दाखेरि केटाहरू झुक्किएका छन्, अल्मलिएका छन्। हाम्रो मैदानमा छक्का जाने बल विदेशी मैदानमा चौका पनि गइरहेको छैन। यता केटाहरूले छक्का जान्छ भनेर बल हानिरहेछन्, उता चाहिँ क्याच भइरहेछ। कारण के हो भन्दाखेरि यहाँ सानो मैदानमा खेलेको बानी। वहाँ ठुलो मैदान हुँदाखेरि यति हान्दाखेरि छक्का जान्छ, चौका जान्छ भन्ने कुरा केटाहरूले इस्टिमेट गर्न सकेनन्। सोही कारण हाम्रा खेलाडीले हानेका बल सबै क्याच हुन पुगे, जसका कारण हाम्रो टिम हार्न पुग्यो। त्यो कमजोरीलाई सुधार गर्नको लागि अब हाम्रा ग्राउन्डहरू विदेशी स्ट्यान्डर्डको हुनुपर्छ। हाम्रा भएका क्रिकेट ग्राउन्डहरू विस्तार गर्नु जरुरी छ। अब कारण नम्बर 2, खेलाडीहरूलाई अनावश्यक दबाब दिने। 50 ओभरको खेल छ भने खेलाडीलाई जसरी नै अन्तिम पटकसम्म टिक्नुपर्छ है भनेर दबाब दिने। दबाब लिएर खेलाडी मैदानमा जान्छ। मैदान छिरेपछि खेलाडीले जसरी नै म टिक्नुपर्छ भन्छ, हरेक बलमा टुकटुक 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 हानिरहन्छ। सोही कारण रन बन्दैन, लास्टमा गएर रन पुग्दैन अनि हारिन्छ। मैदानमा टिकिरहने न्युमा एउटा खेलाडीले 100 बलमा 20 रन 30 रन हान्छ। दिनभरि मैदान ओगटेर 100 बलमा 20 रन हान्न र एकछिन जाऊ झ्यामझुम रन बनाऊ आऊ, कुरो एउटै होइन। वाइड गात टिक्नी भने आछ, दिनभरि डन्डा ल्याछ, दौडियाछ, बसियाछ, न रन न जित। यस्तो दिनभरि बसेर हातमा लाए शून्य हुनभन्दा त ड्याङका ड्याङ देऊ कि हार के जित। मैदान छिर्न साथ 2-4 सट हान्ने होइन पर विपक्षीको मनोबल पनि गिर्छ। ओ टिक्नी भनियाछ, गछ टुक 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 गरियाछ, लास्टमा फ्याट्ट आउट हुन्छ। त्यहाँबाट हेरेको हेरे, न रन बन्छ न ओभर बाँकी रहन्छ, हातमा लाए शून्य। त्यसकारण जित्नु छ भने पर खेलाडीलाई स्वतन्त्र छाडिदेऊ। जित्नलाई रन चाहिने हो, टिक्न जरुरी छैन। त्यसकारण खेलाडीलाई यस्तो आदेश देऊ कि एनी हाउ रन बनाऊ, जा ठोक आइज। यति भएपछि के त रन बन्छ के त आउट हुन्छ। दिनभरि खाली हात किन दौडनु पर्या छ? विचार गर्नुहोस् त। T20मा 20 ओभरमा 200-300 रन बन्छ भने 50 ओभरमा 200 रन किन बन्दैन? कारण यही हो, 50 ओभरको खेलमा टिकिरहने भनेर खेलाडी पठाउँछ अनि लास्टमा फ्याट आउट हुन्छ, हेरेको हेरे, न रन न ओभर, गेम फिनिस। त्यसैले जित्नु छ भने पर केटाहरूलाई स्वतन्त्र छाडिदेऊ, जा ठोक आइज भन्ने आदेश देऊ। यति भएपछि खेल पक्का जितिन्छ। पहिलो कुरा मैदान विस्तार गर, दोस्रो कुरा खेलाडीलाई स्वतन्त्र छाडिदेऊ, तेस्रो कुरा खेलाडी छान्दाखेरि अनुहार हेरेर होइन, उसको खुबी क्षमता हेरेर छान्ने गर। बुढा खेलाडीलाई बारम्बार दोहोऱ्याउने काम पटक्कै नगर।